गुड मर्निङ मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई एमएस ब्लग केबीजीमा फेरि पनि स्वागत गर्दै आजको भिडियो हजुरहरूलाई लिएर आइरहेको छु है त। आजको भिडियो चाहिँ के कस्तो हुनेछ तपाईहरुलाई देखाउँदै नै जानेछु है त। ल तपाईहरु बनिरहनुस् मेरो च्यानलमा र म कहाँ जान्छु के गर्छु हजुरलाई भन्दैछु। आज एकदम जाडो भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर हेर्नुस् है मोटो लुगा लाउने स्थिति छ कालिम्पोङमा। अनि मोटो लुगा लगाएर चाहिँ अब है जाडोतर्फ गएको चाहिँ होइन है। फेरि याद गर्दै जानुहोस् ल, हेर्दै जानुहोस् तपाईहरु कहाँ चाहिँ म जाने रहेछु। अनि सबैभन्दा पहिला चाहिँ तपाईहरुलाई एउटा चीज देखाउँछु ल। हेर्नुहोस् है साथीहरु, यसको नाम चाहिँ के हो तपाईहरुले कमेन्टमा लेखिदिनुहोस् ल। मलाई एकदमै मन परेको प्लान्ट यो, एकदम दामी हुँदो रहेछ यो प्लान्ट। यहाँनिर राखिरहेको छु हेर्नुहोस् है। नेट्राइन क्रिस्टिन पता नेट्राइन साह्रै नि साह्रै कसरी स्टिक भन्यो दिदी यो? यहाँ हेर्नुहोस् न हाम्रो फुल दोकान सिंहको कस्तो दामी थाहा पाउनु होला है तपाईहरुले म कहाँ आएँ भनेर। एकदम दामी फुल दोकानमा आएको छु है म चाहिँ। ग्ल्याडियस हेर्नुहोस् यति दामी भेटियो आज चाहिँ बजारमा। र साथीहरु अहिले चाहिँ म बजार आएँ है। बजारमा कतिवटा कामहरू थियो अनि एकदम दामी ग्ल्याडियस फुलेको रहेछ है। ग्ल्याडियस र जर्बरिया अनि रोज हजुरलाई देखाएँ। अब के भेट्छु देखाउँदै जान्छु बनिरहने मेरो च्यानलमा ल। तपाईहरु त्यही हो कालिम्पोङको मेन रोड है। तपाईहरुलाई धेरै जसो मेरो भिडियोमा देखाइसकेको छु र नयाँ हुनुहुन्छ भने फेरि पनि हेर्नु होला। कालिम्पोङ टाउनको सानो दृश्य। यहाँ पनि त्यस्तो आज त फुल मात्रै रहेछ। के हो बजारमा खालि फुल मात्रै भेटिन्छ। कोही बेला चाहिँ नानीले केरा पनि खाएछ। के चाहिन्छ यो कम्पनी यो चीज तिमीलाई त्यो दिनमा दियो भने बढी जसले दोकान किन्ने तिमी 90 रुपैयाँ हामीलाई लाउँछ बेच्नु 150 बेच्दैछ। यो कतिमा बेच्दैछ भैया? 90 रुपैयाँ मेरो किन्यो भने म कति बेच्नु पर्छ? टिका पनि चाहिने हेर्नुहोस् है। यो बहिनी 80 रुपैयाँ हाट बजारमा सबै कुरा पनि पाइने। त्यो बचन मात्र राख्दै 90 रुपैयाँ किनेको पर्छ भने त्यत्रो। भैया चाइनिज लाबर छ? चाइनिज लाबर दोकानले दिइहाल्छु भन्दैछु। चाइनिज लाबर हजुर चाइनिज रबर ब्यान्ड मलाई ब्ल्याक कलरको चाहियो। त्यही खोजेको। कति हो यो? 10 एकदम बहिनी भने के रिटर्न ल्याइदिनु ग्यारेन्टी। यहाँ सकेको हेर दिदीले भन्नु तालेको हुँदैन रहेछ त है। पछि डल्लै सकेको यो टिका चाहिँ कसरी हो? 12-13 वटा बाँचेको छ। कसरी हो? 10 लगेँ ल मैले। ल यहाँ हेर्नुहोस्, यहाँ लेडिजहरूलाई चाहिने के खोज्नुहुन्छ यहाँ सबै पाइन्छ। 50 यो राम्रो छ कति यो राम्रो 60 एमआरपी छ। नेल पलिस हेरौँ न एउटा। तपाईको 50 को गुण भनेर हालेको मैले अहिले। भुटेको चिउरादेखि सबै पाइन्छ यहाँ त। हेर्नुहोस् है भिड हाम्रो चाचाको दोकान। मलाई मुरै चाचाकै दोकान मात्रै भिड रहेछ है। आमा चाचाकै दोकान मात्रै भिड देखेँ। सब चिउरा दोकानमा को पनि छैन। मलाई मुरै दिनुहोस् न। कसरी केजी मुरै? मैले खाएर सक्नु आत्ने पैसा बेसी आयो बुहारी। कसरी केजी मुरै?
गुड दिएको छैन आधा केजी गुड दिनु त मलाई गुड दिइहाल्नु न पैसा थापेपछि दिइहाल्छ मलाई पनि गुड र मुरै लैजाउँ भनेको त गुड मागेको अब भुटेका चिउरा खाँदै बस्छ भुटेको रहेछ यहाँ अलिक भुजाहरू पनि छरिदिनु नि चाचा आउनेलाई छिटो गर सकिदिन्छु खाएर भुजियाहरू लाउनु डाइमोटहरू लाउनु यहाँ रेट भने रेटै दिन्छु नि यहाँ रेट भनेर पिङ दिन्छ त्यो त पिङकै हो नि बट्टर अंकल चेरी रेट चाहिएको तर मैले यो छाडे चेरी त हुँदैन अझै हेर त्यसमा साथीहरू म चाहिँ अब आज चाहिँ हाट बजारमा छु है कालिम्पोङको अनि सब्जीहरू किनेर हिँडिसकेँ अघि चाहिँ निकै जाडो भएर मोटा लुगा लाएर आएको त अहिले त खतम पार्यो पुरा गरम भयो है अन्त छिटो छिटो घर भाग्दैछु यस्तो छ है हेर्नुहोस् यहाँनिर र हजुरहरूलाई अब के भन्न चाहन्छु भने चाहिँ अहिले चाहिँ म घरमा आइसकेँ है आएर खाना पकाएर नै खाइसकेर हजुरहरूसँग है ड्रेस चेन्ज गरी सबै काम सकेर मात्र हजुरहरूसँग बिदा लिँदैछु र आजको भिडियो चाहिँ सानो सानो क्लिप गरेर हजुरहरूलाई देखाएँ त कालिम्पोङको बजारमा म के गरेँ कसो गरेँ है अलिअलि क्लिप देखाएँ र आशा छ हजुरहरूले भिडियो मन पराइदिनुहुन्छ भनेर फेरि यस्तै भिडियोहरू लिएर अरू भिडियोको साथ हजुरहरू समक्ष मिल्नेछु त्यतिन्जेलसम्मको लागि सबैजनालाई बाई बाई टेक केयर हेभ अ गुड डे